डिभिडेन्ड फ्युचरको दिएको डिभिडेन्ड र प्राइसको आधारमा चाहिँ हामी अहिलेको रियल प्राइस अथवा फेयर प्राइस अफ दि स्टक चाहिँ क्यालकुलेट गरेर मार्केट प्राइससँग कम्पेयर गरेर हामी बाई गर्ने कि सेल गर्ने अथवा लङ पोजिसन कि सर्ट पोजिसन भन्ने कुरा चाहिँ हामी डिसिजन गर्न सक्छौँ। ठिक छ, ओके। अब हाम्रो बीमा चाहिँ के सोधेको छ, युज द आइआरआर एप्रोच फाइन्ड द स्टक एक्सपेक्टेड रिटर्न। आइआरआर एप्रोचबाट आइआरआर एप्रोचबाट हामी चाहिँ रिक्वायर्ड रेट अफ रिटर्न क्यालकुलेट गरौँ है त। बीमा अब कम्प्युटिङ द आइआरआर भने इन्टरनल रेट अफ रिटर्न है, यसलाई रियल रेट अफ रिटर्न पनि भन्छौँ। कम्प्युटिङ द आइआरआर of the stock by using the following steps. Yes, right? Step. ल अब हामी पहिला इयर लेखौँ। अब हाम्रो 1 year, 2 year, 3 year, 3 year। ठीक छ। अब हामी क्याश फ्लो लेखौँ। फर्स्ट इयरको 1 इयरको क्याश फ्लो कति छ 4.32 है। सेकेन्ड इयरको के छ 4.67। थर्ड इयरको कति छ 5.04। अनि थर्ड इयरको प्राइस कति छ 77.5। मैले थर्ड इयरको रिपोर्टमा के लेखेँ है, थर्ड इयरको एउटा डिभिडेन्ड हो, एउटा चाहिँ थर्ड इयरको प्राइस हो। अब यो आइआरआर मेथड भनेको हाम्रो चाहिँ कुनै हार्ड एन्ड फास्ट रुल्स हुँदैन। आइआरआर क्यालकुलेट गर्ने भनेको ट्रायल एन्ड इरर मेथडबाट हो। त्यो कारणले गर्दाखेरि अब हामीले कति पर्सेन्टमा ट्राई गर्ने भन्ने कुरा चाहिँ हामी यो कस्ट अफ क्यापिटललाई हेरेर जस्तै रिक्वायर्ड रेट अफ रिटर्न अथवा कस्ट अफ क्यापिटल चाहिँ हाम्रो 15% छ भने 15% कै वरिपरि चाहिँ हामी कुनै एउटा रेटमा चाहिँ ट्राई गर्ने। अनि त्यहाँ चाहिँ हामीले प्रेजेन्ट भ्यालु निकालेर यो फ्युचरमा दिने क्याश फ्लोलाई डिस्काउन्ट गरेर प्रेजेन्ट भ्यालुमा कन्भर्ट गर्ने। त्यो प्रेजेन्ट भ्यालु पोजिटिभ आयो भने त्यसलाई चाहिँ रेट बढाइदिने, नेगेटिभ आयो भने चाहिँ हामी त्यसलाई चाहिँ के गर्छौँ त रेट घटाइदिएर अनि पोजिटिभ र नेगेटिभलाई चाहिँ इन्टरपोलेसन गरेर हामी आइआरआर निकाल्छौँ। ल अब यहाँ चाहिँ 15 छ भने हामी कुनै एउटा रेटमा 12, 13 तिर 16 मा ट्राई गर्न सक्छौँ अथवा 17 मा गर्न सक्छौँ अथवा 12, 13 मा पनि गर्न सक्छौँ। कुनै एउटा रेटमा चाहिँ हामी ट्राई गर्ने, किन यसो कुनै हार्ड एन्ड फास्ट रुल छैन। हामी यति नै हो भनेर चाहिँ हामी भन्न सक्दैनौँ। त्यो भएर यसलाई ट्रायल एन्ड इरर मेथड भनेको। अब जस्तै ट्राई एन्ड कति पर्सेन्टमा ट्राई गरौँ, ट्राई एन्ड किन मैले 15 को वरिपरि भनेको भने 15 कस्ट अफ क्यापिटल हो भने त्यो त्यसकै वरिपरि चाहिँ हाम्रो आइआरआर रेट अफ रिटर्न पनि पर्ने भएको कारणले मैले 15 को वरिपरि भनेको। ट्राई एन्ड कति पर्सेन्ट त 14% हुन्छ। मैले 14 मा गरेँ, तिमीले 30 मा पनि ट्राई गर्न सक्छ, 16 मा पनि ट्राई गर्न सक्छ, 15 मा पनि ट्राई गर्न सक्छ है। ल पीबीआई अफ 14% भनौँ अनि प्रेजेन्ट भ्यालु। ल हेरौँ त 14% को 1 इयरमा कति छ पीबीआई अफ टेबल 0. हेरौँ त पीबीआई अफ टेबल को पछाडि 877.772। सेकेन्ड इयर कति छ 0.7695। थर्ड इयरमा 6750 अनि थर्ड इयरमै हो 6750। ओके, यो फ्याक्टर र क्याश फ्लोलाई मल्टिप्लाई गर्नु बस देखेन हजुर हैन देखिरहेको ल क्यालकुलेट गरेर प्रेजेन्ट भ्यालु कति आउँछ ल भनौँ त 4.32 into 0.8772 क्यामेरामा कोही छ केटाहरु कोही छ है क्यामेरामा अर्को भनौँ 5.04 into 0.6790 3.402 20 okay
अर्को आउँ 52.4815. 54815. ओके यसलाई जोडौँ त कति आउँदो छ टिपिबी हो यो जोडौँ साथीहरू हैन त 0 इयर राखे भए एनपीपी हुन्थ्यो हामीले चाहिँ 0 इयरको प्राइस चाहिँ अहिले हामी घटाएर एनपीपी निकाल्छौँ ल भन त कति छ 63.2664 लेस P0 हामीले भर्खरै निकालेका छौँ P0 कति त 61.7235 ओके एनपीपी कति आयो एनपीपी कहिले कति 1.5429 अब यो भ्यालु पोजिटिभ आयो है थोरै पोजिटिभ आएको छ 14% मा थोरै पोजिटिभ आएको छ अब हामीले 16% मा ट्राई गरौँ त्यो भने 16 मा पक्कै पनि रेट बढायो भने एनपीपी के हुन्छ घट्छ रेट घटायो भने एनपीपी के हुन्छ बढ्छ त्यो भएर 43 अनि 4.67 into 0.7432 sorry 4707 third year को 5.04 into 2291 good 77.75 into 0.8144 यसलाई जोडौँ त टिपिबी कति आयो 60.2385 लेस P0 गरौँ त P0 61.7235 अनि एनपीबी हाम्रो नेगेटिभ आयो है 16% मा नेगेटिभ आयो 14 मा पोजिटिभ आयो 16% मा के आयो त नेगेटिभ आयो ल कति आयो त नेगेटिभ भेरी गुड माइनस 1.4850 ओके अब हाम्रो आइआरआर लाइफ चाहिँ 14 र 16 को बिचमा गर्छ है अब हामीले यो दुईटा रेटलाई चाहिँ के गर्नु त इन्टरपोलेसन गर्नु यतातिर मेट्नु है ओके अल चारवटा छ राख्दिन्छ we get the actual IRR by interpolating I rate and sorry हजुर बस क्यामेरा घुमाऊ है यता पनि डल्लै भयो बात ए मलाई ए ल मलाई